जनकपुर बोल्ट्स भर्सेस विराटनगर किङ्स। आजको म्याच जनकपुर बोल्ट्स भर्सेस विराटनगर किङ्स धेरै नै रोमाञ्चक म्याच हुनेछ। यो म्याच धेरै नै इम्पोर्टेन्ट म्याच हो जनकपुर बोल्ट्सको लागि, किनभने जनकपुर बोल्ट्स आफ्नो फर्स्ट म्याच हारेको छ। हारेको मात्र छैन, धेरै ठुलो मार्जिनले हारेको छ र विराटनगर किङ्स 2टा म्याच लगातार जितेर आउँदैछ। विराटनगर टिम यो टुर्नामेन्टभरिमा सबभन्दा बलियो टिम देखिएको छ भने जनकपुर बोल्ट्स डिपेन्डिङ च्याम्पियन हो। त्यसैले यो म्याच धेरै नै इम्पोर्टेन्ट म्याच र धेरै नै रोमाञ्चक म्याच हुन गइरहेको छ। यो म्याच दुईटै टिमलाई इम्पोर्टेन्ट छ। विराटनगर किङ्सतिर किन इम्पोर्टेन्ट छ भने विराटनगर किङ्सले आफ्नो जित कन्टिन्यू गर्न खोज्छ भने जनकपुर बोल्ट्सले आफ्नो जित यो म्याच जितेर कमब्याक गर्न खोज्छ। त्यसैले यो म्याच धेरै नै इम्पोर्टेन्ट म्याच हो। र विराटनगर टिमको कुरा गर्नुहुन्छ भने उनीहरूको टिम ब्यालेन्स धेरै नै राम्रो छ। उनीहरूको फोरेन प्लेयर्स फर्ममा छ, उनीहरूको ओपनर ब्याट्सम्यान पुरै फर्ममा छ। त्यसैले विराटनगर टिम पुरै बलियो टिम देखिएको छ भने जनकपुर बोल्ट्स पनि बलियो टिम छ, तर उनीहरूको के भन्छ नेपाली ब्याटर्सहरूको कमी छ। नेपाली ब्याट्सम्यानहरू राम्ररी खेल्न सकिरहेको छैन। यो टुर्नामेन्टभरिमा नै नेपाली ब्याट्सम्यानहरू राम्ररी ब्याटिङ गर्न सकिरहेको छैन यो पिचमा। त्यसैले यो म्याच धेरै नै इम्पोर्टेन्ट म्याच छ। र विराटनगर किङ्सको कुरा गर्नुहुन्छ भने विराटनगर किङ्स पुरै ब्यालेन्स छ र यो टिममा पनि विराटनगर किङ्स धेरै नै बलियो देखिरहेको छ। त्यही पनि यो म्याच जनकपुर बोल्ट्सलाई जित्नु नै पर्ने हुन्छ यो टुर्नामेन्टमा कमब्याक गर्नको लागि। यदि यो म्याच आज जित्छ जनकपुर बोल्ट्स भने राम्रो हुन्छ, न त टेबलको सबभन्दा लास्टमा गएको छ। त्यसैले तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र तपाईँहरू कुन टिमको फ्यान हुनुहुन्छ तपाईँहरू कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।